28,000 फिटको उचाइमा अवस्थित सगरमाथाको डेथ जोन एक चिहान हो। त्यहाँको हावा जीवनको लागि एकदमै पातलो हुन्छ। हरेक सासले फोक्सोला आगो लागे जस्तो महसुस गराउँछ। हरेक पाइला निसासिए जस्तो हुन्छ। त्यसैले मे 2006 को एक बिहान आरोहीहरूको एउटा टोली त्यहाँ रोकियो। अगाडि उनीहरूले एउटा मृत शरीर देखे। उनीहरूलाई त्यो मानिसको नाम थाहा थियो, लिङ्कन हल, एक अस्ट्रेलियन आरोही। समाचारमा भनिएअनुसार शिखरबाट फर्कने क्रममा उनको अघिल्लो रात नै मृत्यु भएको थियो। उनको जीवनको कथा समाप्त भइसकेको थियो। आरोहीहरूले एकपटक हेरे अनि फेरि दोहोऱ्याएर हेरे। त्यो शरीर चलिरहेको थिएन र 10,000 फिट गहिरो भिरको छेउमा बसिरहेको थियो। तर मरेका मानिसहरू यसरी उठेर बस्दैनन्। उनीहरू जहाँ लड्छन् त्यहीँ ढलिरहन्छन्। यो दृश्य स्वाभाविक थिएन। त्यो शरीर गहिरो ध्यान गरिरहेको कुनै योगी जस्तै पलेन्टी कसेर बसिरहेको थियो। अनि मृत भनिएको मानिसका आँखा खुले। आरोहीहरू स्तब्ध भए। उनीहरूले आफ्नो आँखा अघि देखिरहेको दृश्य पत्याएनन्। हिमालको उचाइमा दिमागले अनेक भ्रम पैदा गर्छ। यो ठाउँमा आरोहीहरू प्राय अनौठा चिजहरू देख्छन्। कहिले उनीहरूलाई बाटो देखाउने आत्मा, त कहिले उनीहरूको छेउमा हिँड्ने कुनै छाया। मानिसहरू भन्छन् कि सगरमाथामा ज्यान गुमाएका मृतकका आत्माहरू यही बाटोमा हिँड्छन्। भूत, प्रेत, देवता, सगरमाथाको उचाइमा के वास्तविक हो र के भ्रम हो त्यो छुट्याउन गाह्रो हुन्छ। अनि यस्तो ठाउँमा कुनै मानिस कसरी जीवित रहन सक्छ? उसँग अक्सिजनको सिलिन्डर थिएन, खानेकुरा थिएन, पानी थिएन। त्यो भयानक चिसोमा उसको ज्याकेटको चेन खुल्ला थियो। उसले पन्जा लगाएको थिएन, टोपी पनि थिएन। हिउँले खाएर उसको हात कालो भइसकेको थियो। उनीहरूले जे देखिरहेका थिए त्यो असम्भव थियो। तर जब उनीहरू नजिक पुगे त्यो मानिसले आफ्नो टाउको उनीहरूतिर फर्कायो। के यो मानिस साँच्चीकै जीवित थियो वा उनीहरू सगरमाथाको कुनै भूत प्रेत देखिरहेका थिए? एक दिन पहिलेको घटना। आरोहीहरूले देखेको त्यो दृश्य बुझ्नको लागि हामी एक दिन पछाडि जानुपर्छ। मे 25, 2006। लिङ्कन हल सगरमाथाको शिखरमा पुगे। 50 वर्षको उमेरमा उनले आफ्नो सपना पूरा गरे। सगरमाथाको शिखरमा पुग्नुलाई यात्राको केवल आधा हिस्सा पूरा गर्नु मानिन्छ, किनकि सबैभन्दा कठिन र खतरनाक यात्रा त शिखरबाट फर्कने बेला हुन्छ। माथि चढ्दा भन्दा तल झर्दा बढी मानिसले ध्यान गुमाउँछन्। त्यसैले धेरैजसो आरोहीहरू अन्तिम क्याम्पबाट मध्यरातमै नै आफ्नो यात्रा सुरु गर्छन्, ताकि उनीहरू बिहान शिखरमा पुगेर दिउँसोको उज्यालो छँदै सुरक्षित रूपमा तल फर्किसकेको हुन्। तर त्यो दिन लिङ्कन हलले आफ्नो शिखर यात्रा निकै ढिला सुरु गरेका थिए। यही ढिलाइका कारण जब उनी शिखरमा पुगे तबसम्म दिउँसो ढल्किसकेको थियो र त्यस दिनको गन्तव्य क्याम्प 4 मा फर्कन धेरै ढिलो भइसकेको थियो। खतरनाक रूपमा ढिलो। तल झर्दै गर्दा लिङ्कनको शरीरले काम गर्न छोड्यो। उचाइका कारण लाग्ने लेकले उनको मस्तिष्क सुन्निन थाल्यो। उनले बिस्तारै आफ्नो होस गुमाउँदै गए र अर्थहीन कुराहरू बरबराउन थाले। उनका शेर्पा गाइडहरूले उनलाई बचाउन धेरै सङ्घर्ष गरे। घण्टौँसम्म ती दुई बलिया शेर्पाहरूले होस गुमाइसकेको त्यो मानिसलाई सुरक्षित रूपमा तल झार्न आफ्नो सारा शक्ति लगाइरहेका थिए। त्यो साँघुरो र खतरनाक बाटोमा सङ्घर्ष गर्दा गर्दै अचानक लिङ्कनको खुट्टा चिप्लियो र उनी भिरबाट तल खसे। भाग्यवश डोरीले उनलाई बचायो, तर त्यो झट्का नै उनको लागि अन्तिम प्रहार साबित भयो। त्यसपछि मसरुम रक भनिने ठाउँ नजिकै लिङ्कन पूर्ण रूपमा ढले। उनको शरीरमा अब उठ्ने अलिकति पनि शक्ति बाँकी थिएन। उनको चेतना पनि पूर्ण रूपमा हरायो। रात पर्दै थियो। उनीहरूको अक्सिजन सकिसकेको थियो। शेर्पाहरू आफै पनि बिरामी र थकित हुँदै थिए। तब रेडियोमा एउटा आदेश आयो। त्यो एउटा निकै कठिन आदेश थियो। उनीहरूले लिङ्कनलाई त्यही छोड्नुपर्छ। उनीहरूले उनको शरीरलाई हिमालमा छोडे र उनको अक्सिजन मास्क र खानेकुरा लिएर गए। उनको आत्मा हिउँ र बतासलाई सुम्पिदिए। त्यो चिहान बिनाको अन्तिम संस्कार थियो। रेडियो सन्देशले उनको मृत्युको पुष्टि गर्यो। उनको परिवारलाई यो दुःखद खबर सुनाइयो। अब उनी सगरमाथाका अर्का एक भूत बने। फेरि त्यो भिरमा एक असम्भव भेट। त्यसैले भोलिपल्ट बिहान ड्यान मिजुर र उनको टोलीलाई आफूहरूले कुनै भ्रम देखिरहेको महसुस भयो। लिङ्कन हल त्यो भिरमा बसिरहेका थिए। जब उनीहरू नजिक पुगे उनले उनीहरूलाई हेरेर स्पष्ट स्वरमा भने, मलाई लाग्छ मलाई यहाँ देखेर तपाईँहरू छक्क पर्नुभयो। जुन क्षण उनीहरूले लिङ्कनको छाला छोए त्यो भूत रगत र मासुको मानिसमा बदलियो। यो कुनै आत्मा थिएन र त्यो डरलाग्दो प्रश्न पनि बदलियो। अब प्रश्न यो थिएन कि हामी भूत देखिरहेका छौँ। नयाँ प्रश्न झनै कठिन थियो। यो मान्छे कसरी भूत बनेन? त्यो रातको रहस्य। लिङ्कन हल त्यो रात डेथ जोनमा अर्थात् मृत क्षेत्रमा कसरी बाँचे? त्यो रात प्रकृतिले उनलाई एक दुर्लभ वरदान दियो। शान्त मौसम,
सामान्यतया सगरमाथाको त्यो उचाइमा यस्तो शक्तिशाली बतास चल्छ कि यसले पालहरू टुक्रै टुक्रा पारेर उडाइदिन सक्छ। तर त्यो रात सगरमाथा अनौठो रूपमा शान्त थियो। कुनै आँधीबेहरी थिएन, आकाश सफा थियो। सायद त्यही सानो अनुकूलताले उनलाई मद्दत गर्यो। तर अचम्म लाग्दो कुरा त लिङ्कनले आफ्ना पन्जा फुकालेका थिए, टोपी निकालेका थिए र आफ्नो डाउनसुटको चेन पनि खोलेका थिए। यस्तो व्यवहारलाई कहिलेकाहीँ प्याराडक्सिकल अनड्रेसिङ पनि भनिन्छ। अत्याधिक चिसोले कहिलेकाहीँ शरीरमा उल्टै तातोको भ्रम पैदा गर्छ। त्यही भ्रममा सुन्निएको र होस गुमाएको दिमागले बाँच्नको लागि गलत निर्णयहरू लिन्छ। त्यसो गर्दा उनको मृत्यु झनै छिटो हुनुपर्थ्यो। तर यसको बावजुद पनि उनी जीवितै रहे। घण्टौँसम्म त्यो कालो रातमा लिङ्कन उत्तरी धारमा जीवन र मृत्युको साँधमा बसिरहेका थिए। सानो हलचलले पनि उनलाई हजारौँ फिट तल खसाल्न सक्थ्यो, एक्लै 28,000 फिटभन्दा माथि। यस्तो ठाउँमा जहाँ अक्सिजन लिएर पनि मानिसहरू धेरै बेर टिक्न सक्दैनन्। तर लिङ्कनको दिमागले हार मानेन। यसले उनलाई मृत्युको त्यो अन्तिम गहिरो निन्द्रामा जान दिएन। बरु उनको दिमाग एक प्रकारको ध्यानको अवस्थामा पुग्यो। उनलाई न चिसोको महसुस भयो न डरको। त्यो भयानक वास्तविकताबाट उनलाई बचाउन दिमागले एउटा सुन्दर भ्रम सृजना गर्यो। उनले आफू कुनै न्यानो र आरामदायी डुङ्गामा बसेर यात्रा गरिरहेको सपना देखे। 12 घण्टासम्म उनी यस्तै एउटा मानिस थिए जसको आत्माले शरीर छोड्न मानिरहेको थिएन। यो घटनाले देखाउँछ कि मानव मस्तिष्कसँग त्यो अकल्पनीय शक्ति छ जसले प्रकृतिको असम्भव चुनौती पनि झेल्न सक्छ। ड्यान मेजुरको टोलीसँग एउटा विकल्प थियो। उनीहरू माथि जान सक्थे। उनीहरूले वर्षौंदेखि देखेको शिखरको सपना पूरा गर्न सक्थे। वा उनीहरू एक अपरिचित मानिसलाई बचाउन त्यो सपना त्याग्न सक्थे। उनीहरूले निर्णय गर्न एक पल पनि ढिला गरेनन्। शिखरको यात्रा त्यागियो। त्यहाँसम्म पुग्नलाई लागेको खर्च र मेहनतको परवाह भएन। उद्धार कार्य सुरु भयो। यो सगरमाथाको इतिहासमा सबैभन्दा ठूलो उद्धार कार्यमध्ये एक बन्यो। तर कथाको सबैभन्दा महत्त्वपूर्ण भाग यो होइन। सबैभन्दा महत्त्वपूर्ण भाग चाहिँ यो हो। लिङ्कन हल भूत थिएनन्। उनी यस्ता एउटा मानिस थिए जो एक कालो रातबाट बचेर उम्केका थिए। उनलाई बचाउने उनको आफ्नै शक्ति मात्र पर्याप्त थिएन। उनलाई मृत्युबाट फर्काउन आफ्नो सपना त्याग्ने ती अपरिचितहरूको मानवताको पनि ठूलो योगदान थियो। पछि ड्यान मेजुरले भने जस्तै शिखर अर्को वर्ष पनि त्यही हुनेछ। तर लिङ्कनको जीवन त एउटा मात्र छ। सगरमाथाले धेरैको ज्यान लिएको छ। तर मे 2006 को त्यो दिन उसले एक जीवन फिर्ता दियो।